श्री 5 बडा महाराजा धीराज पृथ्वीनारायण शाहले 1825मा कान्तिपुर विजय गर्नुअघि उपत्यकामा ससाना गणराज्यहरू थिए भने देशैभरि ससाना गणराज्यमा विभाजित राज्यहरू थिए। ती ससाना गणराज्यमा विभाजित राज्यहरू नमिलाए नेपाल शत्रुले लैजान्छ भन्ने सम्झेर एकीकरण पृथ्वीनारायण शाहले नगरेको भए सायद हाम्रो छिमेकी भारतलाई निलेर नेपाल निल्न आएको बेलायती साम्राज्यवाद को चङ्गुलबाट नेपाल जोगाउन सक्ने थिएन भन्ने कुरालाई हामीले बिर्स्यौँ भने देश निर्माता पृथ्वीनारायण शाहमाथि अपमान गरेको ठहरिनेछ। नेपाल निल्न भनेर बेलायती साम्राज्यवादले सैनिक जनरल लर्ड हेस्टिङको नेतृत्वमा सेना पठाएको थियो। त्यसरी आएका लर्ड हेस्टिङले नेपालीहरूको राष्ट्रप्रेम र निडर बहादुरी देखेर संसारको कुनै पनि फौजसँग मलाई डर लाग्दैन, तर केवल एउटै गोर्खाली फौज भनेपछि मेरो मुटु लुग लुग काँप्छ भनेको इतिहास बिर्स्यौँ भने ती वीर पुर्खामाथि अपमान गरेको ठहरिनेछ। आज हामी किन फुट्दैछौँ, कसको इसारा मानेर एक आपसमा फुट्दैछौँ? सो राजा महेन्द्रले कोही धनी असाध्य कोही गरिब माग्ने सक्दिन हेर्न भन्छन् आमा सन्तान थरी थरीका भन्ने उच्च विचारलाई किन मान्दैनौँ र सो राजा वीरेन्द्रको नेपाललाई शान्ति क्षेत्र बनाउने र समृद्ध नेपाल बनाउने र सुखी नेपाली बनाउने चाहनालाई भत्काउन हामी नेपाली किन र कसको इसारामा लाग्यौँ? अब पनि सम्झना नगरेर आगामी दिनमा हामी कता पुगौँला? हाम्रा उद्योग र व्यापारहरू भत्काउन हामीलाई नै कसले उक्साइरहेछ? नेपालको भयभरको संरचना इतिहास ध्वस्त पार्न निर्देशन गर्ने को छ? उद्योगपति र व्यापारीमाथिको आक्रमणले देशका युवाले रोजगारी कसरी पाउलान् र देशको आर्थिक उन्नति कसरी होला र देश कसरी सुध्रिएला? गत भदौ 23 र 24को घटनाक्रमले हामी देशलाई आतंकवाद सिर्जना गरेर देश तहस नहसको बाटोमा हिँडेको सम्पूर्ण विश्वले बुझेन र? ती युवा जेन्जीहरूले देशलाई माया गर्ने सबै विश्व बुझेका देशभक्तहरूको देशको भलाइको लागि भएको आन्दोलनमा घुसपैठ भएर देशको धरोहरमाथि आगो लगाउने काम पुरै राष्ट्रघाती काम होइन र? यस्तो गर्न हामीलाई कसले उक्साइरहेछ? हाम्रो देश हामी आफैले भत्काएर हामीलाई के फाइदा छ? अब बुझ्नुपर्छ कि शान्ति क्षेत्र भत्काउनेदेखि आजसम्म आइपुग्दा बारम्बार देशको विकास हुनै नदिने गरी को लागेको छ भन्ने चिनेर राज संस्थात्मक प्रजातान्त्रिक कम्युनिस्ट व्यवस्था नाम दिएर सम्पूर्ण नागरिकलाई समान अधिकार प्राप्त हुने सो राजा महेन्द्रले देखाएको बाटोमा जान 72को संविधानलाई बिदा दिएर अर्को संविधान लेखेर अघि नबढे नेपाल इतिहासको पानामा खोज्नुपर्ने दिन नआउला भन्न सकिन्न। सबैलाई चेतना भए।